हाम्रा गाउँ बस्तीहरूमा एक घरबाट अर्को घरमा जानको निम्ति र त्यो पनि फेरि भर्खरै भूकम्प पछाडि नयाँ बस्तीहरू बन्दै थिए, त्यसको लागि हामीले ट्र्याक ओपन त्यो त्यति बेलाको लागि अनिवार्य थियो। त्यो हामीले काम गऱ्यौँ र प्रत्येक जनता भूकम्प पछाडि जनताले नयाँ घर पाउनुभयो। त्यति बेलाको काम हामीले सम्पन्न गऱ्यौँ र सबैलाई सन्तुष्ट पनि राख्न सक्यौँ जस्तो लाग्छ। र त्यति बेला हामीले गर्नुपर्ने काम पनि त्यही थियो, ट्र्याक ओपन गर्ने। सुरुवातमा त त्यो काम हामीले राम्रैसँग गऱ्यौँ र सुरुवातीमा हामीले जुन भवनहरू बनाउनै पर्ने आवश्यकता थियो, हामी आफू बस्ने ठाउँ नै छैन भने हामीले कसरी सेवा प्रवाह गर्छौँ। त्यस कारणले पनि हामीले सबै वडा कार्यालयहरू बनायौँ, पालिका भवन बनायौँ, बाटोघाटो पनि बनायौँ र हस्पिटल पनि बनायौँ, हाम्रा स्कुलहरू पनि सबै बनाइसक्यौँ। अब हाम्रो मुख्य काम भनेको हामीले जुन वडादेखि पालिका जोड्ने बाटो अनि मुख्य राजमार्गबाट पालिका जोड्ने सडक, यसलाई स्तर उन्नति सहित पिचको कार्यक्रम हामीले अगाडि बढाइरहेका छौँ, त्यो गरिरहेका छौँ। र हाम्रो गाउँपालिका चाहिँ सुक्खाग्रस्त गाउँपालिका हो, यहाँ खानेपानीको एकदमै अभाव छ। यसलाई हामीले बृहत खानेपानी आयोजना भनेर हामीले बृहत सुनापति खानेपानी आयोजना 1 नम्बर बाहेक 2, 3, 4, 5 लाई बृहत सुनापति खानेपानी आयोजनाको कार्यक्रम अगाडि बढाएका छौँ र लगभग अब छिट्टै यो कार्यक्रम पनि सम्पन्न हुँदैछ। शुद्ध खानेपानीको लागि हामीले त्यो काम अगाडि बढाएका छौँ भने स्वास्थ्यको पनि अब प्रत्येक वडामा स्वास्थ्य इकाइदेखि स्वास्थ्य चौकीसम्म र पालिका स्तरीय हस्पिटल पनि बनाउँदाखेरि स्वास्थ्यमा पनि हामीले राम्रै काम गरेका छौँ है भन्ने हामीलाई लागेको छ भने शिक्षामा चाहिँ हामीले प्रत्येक भूकम्प पछाडिका प्रत्येक विद्यालय भवनहरू हामीले राम्रो बनाएका छौँ। भवनले मात्र गुणस्तरीय मापन हुँदैन, त्यसकारण हामीले गुणस्तरीय शिक्षाको लागि के गर्ने त भनेर हामीले धेरै वर्ष अगाडिदेखि लगभग 3-4 वर्ष अगाडिदेखि नै हामीले गुणस्तरीय शिक्षाको लागि हामीले शिक्षा समिति अनि विभिन्न विषयहरूको विज्ञ पालिका स्तरीय विज्ञ टोली भनेर शिक्षकहरूमा नै उहाँहरू मार्फतै हामीले सबै सब्जेक्ट वाइजको विज्ञ टोली बनाएका छौँ। उहाँहरू मार्फतै हामीले पालिका स्तरीय 4 वटा हामीले इक्जामहरू पनि हामीले लिँदै आइरहेका छौँ र हामीले पालिकाभरि उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक भनेर हामीले सम्मानका कार्यक्रमहरू पनि पालिकाले राखेका छौँ। त्यो चाहिँ प्रोत्साहनको लागि र सबै विद्यालयहरू चाहिँ एकदमै राम्रो पोजिटिभ कम्पिटिसन, हामी त्यो स्कुल राम्रो छ त्योभन्दा हामी राम्रो हुनुपर्छ, हामीले राम्रो गर्नुपर्छ भन्ने किसिमले चाहिँ मुख्यतः विद्यार्थी आफै भन्ने भन्दा पनि शिक्षक चाहिँ अलि बढी खट्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ उहाँहरूले देखाइसक्नु भएको छ। र उहाँहरू आज हिजो विद्यार्थीहरू धेरै पढ्थे, आज सरहरू मिसहरू चाहिँ एकदमै धेरै उहाँहरूकै मेहनतले नै आज हाम्रा स्कुलहरू चाहिँ राम्रो भएको छ। अब स्वास्थ्य, शिक्षा, खानेपानी, बाटो अनि हामीले प्रत्येक वडामा हामी अब गाउँपालिका मध्येमा हामी उत्कृष्टै रूपमा चाहिँ जुन अनलाइन सेवा छ यो चाहिँ हामीले सबै अब पेपरलेस हुने गरी हामीले यो सामाजिक सुरक्षा भत्ता पनि हामीले प्रत्येक अब टाढाका वडाहरूमा हामीले टोलमै लगेर वितरण पनि गरेका छौँ। अब सबै कुराहरू अब भने जति सेवा सुविधा दिनको लागि अब स्थानीय सरकार आफैमा स्वायत्त हुनुपर्ने, आफैमा आत्मनिर्भर हुनुपर्ने त थियो, तर हाम्रो जुन आन्तरिक आय अत्यन्तै न्यून भएको कारणले गर्दाखेरि पनि हामीले जनताका सेवाहरूलाई चाहिँ अझ प्रभावकारी रूपले त्यो जति दिनुपर्ने थियो त्यसमा अलिक कमजोर चाहिँ हामी, किनभने आफ्नै कारणले पनि हामीसँग आन्तरिक आय कम छ, यसले गर्दा हामी अलि उच्च भएका छौँ। र पनि हाम्रो जुन भावना छ, जुन चाहना छ त्यो भनेको चाहिँ सकेसम्म हामी भित्र भएका जनताहरूलाई चाहिँ हामीले राम्रो गरौँ भन्ने लागेको छ। र यसको साथसाथै अर्को विकास निर्माणमा हामीले मानवीय विकास भन्नाले अब जसरी हाम्रा भौतिक विकासहरू भइरहेका छन्, अब यहाँको बसाइसराईको दर त अत्यन्तै बढ्दो क्रममा छ। यसलाई रोक्नको लागि चाहिँ हामीले विभिन्न किसिमका तालिमहरू दिने, उद्योगहरू सञ्चालन गर्ने र उहाँहरूलाई यहीँ बस्नको लागि व्यवस्थापन गर्नको लागि पनि हामीले ठुलो लगानी गर्दै आएका छौँ। 2-3 वर्ष भइसक्यो हामीले थान्का र गलैँचामा धेरै लगानी गरिरहेका छौँ र प्रत्येक वर्ष हामीले नयाँ
लाई 100 भन्दा बढी र पुरानोलाई रिफ्रेसमेन्ट ट्रेनिङ भनेर हामीले जुन तालिमहरू दिइरहेका छौँ। उहाँहरूले अहिले केही नकमाउने आमा दिदी बहिनी गाउँमा बस्ने र म गर्छु भन्ने दिदी बहिनीहरूले कम्तीमा 10,000 बढीमा 30,000सम्म उहाँहरूले घरमै बसेर कमाइरहनु भएको छ।